हेलो साथीहरू नमस्कार वेलकम टु माई न्यू ब्लग। यो बुटोलमा चाहिँ लास्टै गर्मी छ साथीहरू। अब साँझ परिसकेछ, कसरी खाना बनाऊँ भनेर सोच्दैछु। अब तयारी त गर्नु पर्यो खाना बनाउने भनेर सोची फेरि झ्याउलायो एकैछिन के पकाऊँ भइरहेको छ। अब दाल बसाल्छु एकैछिनमा। अनि आज चाहिँ मैले दाल अनि अचार बनाउने सुरसार गर्दैछु। दाल अचार अनि भात भयो हुन्छ भनेर धेरै खाना मन पनि छैन। उहाँ दौडिराख्नु भएको छ भाउजू टिभी हेर्दै। उता छोराले फेरि हे नदेखाउँ न भन्छ। फेरि के गरौँ एक्लै। छोरी फेरि बाहिर खेल्न गइछन्। खेलेर आऊ छिटो आऊ भन्दा मान्दिनन्। उतै बाहिर साथीहरूसँग रमाइरहेछन्। देखाउँछ है, हेर्नुहोस् है केटाकेटी कसको रिक्सा रहेछ यहाँ। केटाकेटीहरू ओहो नि पुरै बिजी छन् खेल्नमा। मेरो छोरी त फर्केर कसलाई समाइरहेछन्। अरूले इभाना तिम्रो मम्मी हेर त बाहिर पछाडिको भने हेर्दै हेरेको छैन उसले। मम्मी बोलाउन आउनुभयो, अब भित्र जानुपर्छ भनेर हेर्दै हेरेको छैन। अब हेर्छ एकैछिनमा हेर्दै हेरि अब उता जान्छु नि मलाई आउनु भन्दा उता घरतिर होइन फेरि आउने उतैतिर हो साथीहरू भएतिर उता नानी आऊ किन नै होइन। अब उता जानु अनि अब यहाँ अचार बनाउनलाई आलु र मटर बोइल गर्न ठिकै पारेको छु। अब दालको लागि रेडी गर्न प्याज र अनि लसुनले मात्रै झान्छु। सुरुमै झानेर चाहिँ मैले लसुन प्याज अनि जिराले झानेर दाल रेडी गर्छु। अनि एकैचोटि आनन्द हुन्छ पछि झानु पर्दैन भनेर। यस्तै छ साथीहरू। आलु र बसालेको छिटो लाग्दैछ। चिया खाने मान्छे भनेर चियाको भाउ पनि त्यत्तिकै छ। फ्रिजभित्र गएर काँक्रो निकाल्छु। फ्रिजमा त के अरे चाहिँ काँक्रो निकालेको काँक्रो पनि अब अचारको लागि काट्छु एकैछिनमा। अब त्यसपछि के गरौँ गर्नु लास्टै भएको छ। उनीहरू चाहिँ टिभी हेरेर बसेछन् पो भनिरहेको थिएँ। खाना चाहिँ नपरे हुन्छ जस्तै हुन्छ हो यो गर्नु। खाना बनाउने कसरी भन्नुहुन्छ, के गर्नु बनाउनु छ साथीहरू। यस्तै छ। हजुरहरू कसरी गर्नुभएको छ गर्मीमा पसिना ए अब म रिसाए जस्तो लाग्यो होला कि अनि काट्दिन आउनुभएको छ मेरो बुढो चाहिँ। आलुहरू बोइल भइसक्यो। अब दाल बसाल्छु एकैछिनमा। अनि दाल बसाली खाएपछि चाहिँ अचारको लागि रेडी गर्नको लागि सबै तयारी भएको छ। अचारहरू रेडी भइरहेछ। अब एकैछिनमा मोल्ने हो खाउँ लागिरहेको छ मलाई त। अचार दाल रेडी भयो। अब भात रेडी भयो, अचार पनि रेडी हुन्छ। अनि एकैछिनमा खान्छौँ। अनि सबै खानासाना पकाइसकेपछि मैले चाहिँ मेरो प्यारी आमासँग कुरा गरेँ कपिलवस्तु एकैछिन। अनि भिडियो कलमा कुरा गरेपछि फेरि म किचनतिर लागेँ। मेरी छोरी आइन्, साथीको बर्थडेमा गई थिइन्। आइन् माम खानु मैले माम खाने हुँदैछन्। हामीले खाइसक्यौँ। तिमीलाई राखिदिएको खाना भनिदिनु अलिकति खाऊ नानी भन्नु ल। आजको मेरो ब्लग सिद्धियो। थ्याङ्क यू सो मच फर वाचिङ।